अनि साथीहरु यो चाहिँ आजको मेरो बाबुको लन्च देखिहाल्नुभयो। मुङको दाल, मुसुरो दाल अनि चामल, लसुन प्याज थोरै, ब्रोकौली, गाजर अनि अलिकति घिउ हालेर थोरै मेथी र जाना पुर्याए अनि सब्जी सबै थोक लगाएर छिम्बुटे, अलिकति बेसार, अलिकति नुन अनि पानी लगाएर सिटी लगाउन राखिदिए मैले। एकछिन 3-4 सिटी लगाएपछि खाना आइपुग्यो भयो। अनि मैले चाहिँ बाबुलाई बालबिटा दिने गरेको छु, जुन स्वास्थ्य रूपमा पाउँछ निशुल्क रूपमा। अनि खाना पनि मन परेर खान्छ। अनि यसरी लगाउने अनि घोल्ने, आफू पनि लाउँदैछ। उसलाई खाना त्यस्तो गर्दैन, सुरुमा चाहिँ गनगन गर्छ, एकछिन नखरा देखाउँछ अनि एकछिनमा चाहिँ खान्छ। मिठो लागेन अरे त्यस्तो हुन्छ, जहिले उसले मिठो लागेन भन्छ खानेकुरा खाने बेलामा, तर खाइसक्छ। अहिले कहाँ 1-2 चम्ची लास्टमा छोड्ने हो। यस्तै गरी खुवाउँछु मैले चाहिँ खानाहरू। अब नखाने भनिरहेछ, तर खाइसक्छ बाबुले।